ल है गाई हामी चाहिँ घाँस काट्न आएको है दिदीले घाँस सार्नु भएको छ। हामी चाहिँ जङ्गलमा अब गाई बाख्रा पालेपछि घाँस काट्न आउनु पर्छ। मेरो बुढो हेर्नुहोस् है रुखबाट ओर्लिनु भएको छ। यो चाहिँ हाम्रो जङ्गल है गाई चाहिँ। यसो कहिले कहिले घुम्न आउँदा रोमान्टिक पनि देखिन्छ है, रमाइलो पनि लाग्छ है गाई चाहिँ। हामी यही जङ्गलमा घाँस दाउरा गर्न आउँछ है गाई चाहिँ। के ठ्याक्क बादल जसरी बस्नु भएको छ।